गाइस आज चाहिँ हामीहरू यहाँ दाउरा चिर्दैछ पापाहरू त यहाँ लन्च लगेर जाँदैछौँ। यहाँ पनि छ यहाँ आमा र नानी जाँदैछ लन्च लगेर जाने हो काम गर्नेहरूलाई दिनु। यहाँ रोड छोडेर अब जानुपर्छ यताबाट। रोड चाहिँ यता छ हाम्रो दाउरा चिरेको चाहिँ ऊपर छ यहाँबाट जानुपर्छ। हेर्नुहोस् यहाँबाट जान्छ बडो यस्तो जानुपर्छ ऊपर छ मासको उतापट्टि चिर्दैछ। अब त हनाइ होला नि के चिरेर। ओइ ओइ आउँदैछु यो चाहिँ हाम्रो गाई चरन हो। यता आउँदा चाहिँ तल पारी पनि छ यता आउँदा पनि गाई चराउँछ। है पर हो दाउरा चिरेको चाहिँ ठङ ठङ बनिरहेछ। मेरो छोरीले हेरिरहेछ। पुक्कु हजुर भन्दैन गुड। जान्छ हाम्रो गाई चरन चाहिँ त्यही हुँदो हो। ऊ तल चाहिँ नानाहरू काम गरेर आउँदै रहेछ रोडमा हेर्नुहोस्। ल अब चाहिँ पुग्न आँटेको छ। त्यो चाहिँ भोक पनि लाग्यो होला टाइम 2 भइसकेको छ। अब चाहिँ आमा चिरेसन के धेरै बनाएछ। चिरिरहनु भएको छ सबै 1 2 3 4 5 जना रहेछ। दाउरा चाहिँ निकै चिरेको रहेछ निकै चिरिसकेछ। अब चाहिँ हाम्रो दाउरा अब चाहिँ म लन्च दिएर पनि घर जाँदैछु। अब चाहिँ आमा पनि चिर्नु हुँदैछ। ल अब चाहिँ हामीहरू यहाँ आइपुग्यो घर जाँदैछु। भ्यू चाहिँ यस्तो छ है आजको चाहिँ। हेर्नु घाम लागेर कस्तो दामी देखिरहेछ हेर्नुहोस्। अब चाहिँ गाडीहरू पनि सबैको घरको छेउछेउमा छ हेर्नुहोस्। ल हिँड गर्नु लेजाउँ बाई भनिदिनु सबैजना गरिदिनुहोस्। गएको ल भन्नु थ्याङ्क यू भन्नु। ल हेर्नुहोस् मेरो छोरीले चाहिँ यहाँ मलाई सघाएको अरे बकेट बोकेर गइरहेछ घरमा। लड्छ है बिस्तारै जानुहोस् है ल। गुड आउनुहोस् छिटो आउनुहोस्। गुड अब घरमा गएको नि छोरी नि। आउनुहोस् जाउँ गल्यो दिनु आमा बोक्छ दिनु। बोक्ने अनि आफै बोक्ने। ल आउनुहोस् ल जाउँ आउनुहोस्। अब चाहिँ घरमा पुग्नु आँट्यो घरमा जाँदैछौँ। पुग्कुरा म चाहिँ धेरै धेरै धन्यवाद हाम्रो भिडियो हेरिदिएकोमा।